हेलो साथीहरु, यदि तपाई पनि यस्तो लाइट पावर पोइन्टबाट यदि बनाउन चाहनुहुन्छ भने यो भिडियोलाई अन्तसम्म हेर्नु होला, किनभने हामी चाहिँ पावर पोइन्टमै चाहिँ यस्तो गरेर लाइट बनाउन सक्ने छु। त्यसको लागि तपाई भिडियोलाई सुरुदेखि अन्तसम्म हेर्नु होला। च्यानलमा यदि नयाँ हुनुहुन्छ भने महाकाली कम्प्युटर इन्स्टिट्युटको च्यानललाई सब्स्क्राइब गरेर भिडियोलाई पनि एक लाइक गरिदिनु होला। अब हेर्नुहोस् साथी, हामी भिडियोतिर यस्तो एनिमेसन बनाउनका लागि हामी चाहिँ सबैभन्दा जानेछौँ पावर पोइन्टमा। पावर पोइन्ट ओपन गर्नको लागि स्टार्ट मेनुमा क्लिक गरेर यहाँ चाहिँ सर्च गर्नेछौँ पावर पोइन्ट। पावर पोइन्ट आइसकेपछि हामीनिर यस्तो ब्याकग्राउन्ड आएको छ। हामीलाई चाहिँ चाहियो क्लिन ब्याकग्राउन्ड। त्यसको लागि म चाहिँ यसलाई कट गरेर अर्को न्यू स्लाइडमा गएर ब्ल्याङ्क लिनेछु र यसको कलर चेन्ज गर्नको लागि हामी जानेछौँ डिजाइनमा र ब्याकग्राउन्ड स्टाइलमा गएर यसको कलर चाहिँ म ब्ल्याक गरिदिन्छु। अब चाहिँ यसमा डिजाइन बनाउनको लागि सेप चाहियो, त म चाहिँ इन्सेटमा गएर सेपमा क्लिक गर्छु र रेक्टेङ्गल सेप लिएर यसमा चाहिँ सेप बनाउँछु। यसलाई अलिक तल गरेर यस्तै सेप अझै चाहियो, त म चाहिँ यसैलाई कपी हियर गरेर यस्तो सेप बनाइहाल्छु। तलको सेपलाई अलिक ठुलो गरिदिन्छु। फेरि चाहिँ कपी हियरमा क्लिक गरेर कपी गर्छु र यहाँ चाहिँ पेस्ट गरिदिन्छु। चाहिँ सेप आएर यो सेपलाई पनि अलिक ठुलो गरिदिन्छु। अब चाहिँ तीनवटा सेप आइसकेको छ। तीनटै सेपलाई हामीलाई ग्रुपिङ गर्नु छ। त्यसको लागि चाहिँ कन्ट्रोल र शिफ्ट एकैचोटि क्लिक गरेर तीनटै सेपलाई सिलेक्ट गर्नु। त्यसपछि कन्ट्रोल र शिफ्ट छोडेर राइट बटन क्लिक गरिसकेपछि यहाँ चाहिँ ग्रुपिङको अप्सन आएको छ। योबाट चाहिँ तपाईहरु ग्रुप गर्न सक्नुहुन्छ। यसलाई चाहिँ अलि म तल गरिदिन्छु। त्यसपछि चाहिँ हामीलाई चाहियो पिलर। त पिलरको लागि फेरि चाहिँ हामी सेपमै जानेछौँ। रेक्टेङ्गल साइज लिएर हामी चाहिँ अलि पिलर जस्तो डिजाइन गरिदिन्छौँ। अब चाहिँ हामीलाई पिलर र यो तलको सिडीलाई कलर चेन्ज गर्नु छ। त्यसको लागि चाहिँ हामी पिलरलाई सिलेक्ट गरेर फर्मेटमा जान्छौँ र सेप फिलमा क्लिक गरेर हामी चाहिँ यसको कलर अलि ब्ल्याक र ग्रिनको मिडियममा राखिदिन्छौँ। त्यसपछि सिडीको कलर पनि हामीलाई चेन्ज गर्नु छ। सेम प्रोसेसबाट हामी यो कलर पनि चेन्ज गरिदिन्छौँ। अब चाहिँ यसमा बल लगाउनको लागि होल्डरको चाहिँ सेप चाहियो। फेरि चाहिँ इन्सेटमा गएर सेपमा जानेछौँ र एउटा चाहिँ डन्डा जस्तो लिइहाल्छु। यसको कलर पनि चेन्ज गर्नको लागि फर्मेटमा गएर सेप चेन्जमा गरेर त्यसपछि यसको कलर चाहिँ म ब्ल्याक गरिदिन्छु। अब चाहिँ यसमा बल लगाउनको लागि चाहियो होल्डर। त होल्डरको लागि पनि सेपमै गएर एउटा होल्डर जस्तो कुनै डिजाइन लिइहाल्छु। यसलाई चाहिँ कपी गरेर अर्कोपट्टि पनि लगाइदिन्छु। अब चाहिँ हामीनिर होल्डर र यहाँ डन्डा पुरै सेट भइसकेको छ। यसमा चाहिँ बल लगाउनको लागि इन्सेटमा गएर फेरि सेपमा जानेछौँ र सर्कल साइजको एउटा सेप लिइहाल्छु। सर्कल सेप लिएर यसलाई पनि हामी यही होल्डरको भित्र राख्नेछौँ। अब चाहिँ यो सर्कल जुन छ होल्डरभन्दा बाहिर आएको छ, त यसलाई चाहिँ भित्र गर्नको लागि हामी जानेछौँ फर्मेटमा सेन्ड ब्याक गएर यसलाई पछाडि गरिदिन्छौँ र यसको कलर चाहिँ अलि व्हाइट गरिदिन्छु। त्यसपछि यसैलाई कपी गरेर अर्को होल्डरमा पनि सेट गरिदिन्छु। यसलाई पनि फर्मेट गएर सेन्ड ब्याक गरिदिँदा यस्तो डिजाइन आइसकेको छ। अब चाहिँ बल अफ हुँदा चाहिँ कस्तो डिजाइन हुनुपर्ने त्यो चाहिँ तपाईँ आफ्नै अनुसारले दिन सक्नुहुनेछ। त जस्तै मेरो बल अहिले अफ हुनेछ भने त म यसको कलर अलि ब्ल्याक र व्हाइटको बिचमा रहने दिनेछु। बलको डिजाइन बनिसकेको छ। अब यसमा हामीलाई बोर्ड लगाउनको लागि फेरि चाहिँ इन्सेटमा गएर सेपमा जानेछौँ र एउटा तार जस्तो डिजाइन लिन्छौँ र यताबाट चाहिँ हामी तार कनेक्ट गरिदिन्छौँ। अब चाहिँ तार कनेक्ट भइसकेपछि फेरि चाहिँ गएर यसमा इन्सेटमा गएर एउटा बोर्ड लिनेछौँ र बोर्ड चाहिँ यहाँ सेट गरिदिन्छौँ। बोर्डको कलर चाहिँ फर्मेटमा गएर बोर्डको कलर यताबाट ग्रिन गरिदिन्छु र यसमा चाहिँ हामी अन लेखिदिन्छौँ। त्यसपछि यो स्लाइडमा क्लिक गरेर कपी गर्नेछौँ र यसैलाई चाहिँ हामी पेस्ट गरिदिन्छौँ। अब चाहिँ हाम्रो लाइट जति बेला अन हुन्छ भने कस्तो डिजाइन राख्नुहुन्छ त्यस्तो चाहिँ अब यसमा डिजाइन गर्नु। त यसमा चाहिँ सबैभन्दा पहिला अनलाई हटाएर यता चाहिँ अफ लेखिदिन्छौँ। त्यसपछि चाहिँ यो सेपमा क्लिक गरेर यसको चाहिँ हामी व्हाइट गरिदिन्छौँ। अर्को बललाई क्लिक गरेर पनि चाहिँ हामी यसको सेप चाहिँ व्हाइट गरिदिनेछौँ। अब व्हाइट बल भइसकेपछि यसबाट रोशनी चाहिँ निस्किन्छ भने कस्तो रोशनी तपाईहरु राख्न चाहनुहुन्छ त्यसको लागि चाहिँ फेरि चाहिँ इन्सेटमा जानु, सेपमा जानु, एउटा कुनै सेप लिएर चाहिँ अब यसको रोशनी बनाउनु पर्ने हुनेछ।
अब चाहिँ फेरि यसमा फर्मेटमा गएर सेट फिलमा गएर ग्रेडिएसनमा क्लिक गरेर मोर ग्रेडिएसनमा जानु होला। त्यसपछि यस्तो अप्सन आउँछ भने ग्रेडिएसन फिलमा क्लिक गरेर अब यसमा प्रेजेन्ट कलरमा जानु होला र त्यसपछि यसबाट कुन चाहिँ रोशनीको डिजाइन लिनुहुन्छ भने त्यस्तो डिजाइन लिनु होला। तल गएर यसलाई ट्रान्सपोजिसनलाई पुरै चाहिँ 100% गरेर यसलाई क्लोज गरिदिनु। अर्को बललाई क्लिक गरेर अथवा चाहिँ यसैलाई कपी गरेर यसमा पेस्ट गर्न सक्नुहुनेछ। अब चाहिँ हाम्रो लाइट यता तयार भइसकेको छ। अब यसमा सबैभन्दा पहिला एक्सन बटन एड गर्नु छ। त फर्स्ट स्लाइडमा क्लिक गरेर अनमा क्लिक गर्नेछौँ। त्यसपछि इन्सेटमा गएर एक्सनको बटनमा क्लिक गर्नेछौँ। हाइपरलिङ्कमा गएर यसमा चाहिँ हामी गरिदिनेछौँ लास्ट स्लाइड ओके। त्यसपछि लास्ट स्लाइडमा गएर फेरि चाहिँ हामी इन्सेटमा जानेछौँ। अफलाई सेलेक्ट गरेर एक्सनमा जानेछौँ। यसमा चाहिँ हाइपरलिङ्कमा गएर अब यसमा चाहिँ हामी गरिदिनेछौँ फर्स्ट स्लाइड ओके। अब हाम्रो चाहिँ लाइट बनेर स्टार्ट भइसकेको छ। यदि तपाईँ यसको रिजल्ट हेर्न चाहनुहुन्छ भने F5 क्लिक गर्नु। अनमा क्लिक गरेर अन हुन्छ लाइट, अफमा क्लिक गरेर अफ हुन्छ। अब चाहिँ हाम्रो लाइट यता बनिसकेको छ। यदि तपाईँ लाइट अन गर्न चाहनुहुन्छ भने अनमा क्लिक गर्नु, अफ गर्न चाहनुहुन्छ भने अफमा क्लिक गर्नु। अन अफ